एकदमै अनेस्ट भएर इमान्दार भएर छातीमा हात राखेर एउटा हात चाहिँ छातीमा अर्को हात चाहिँ उठाइदिनु होला कसले नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम लिनुभएको छ यो हलमा? अहिलेसम्म जिन्दगीमा बिमै नगरेको मान्छे म छु यहाँ। कहीँ पनि बिमा गरेको छु। ल मैले हाम्रो मान्य महावीर पुनज्यूकै वाक्यलाई नै आधार बनाएर फेरि यो अर्को प्रश्न सोध्न चाहे। बिमा स्वास्थ्य बिमा कार्यक्रम नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम नलिनु भएको कतिजना हुनुहुन्छ? ल अब यहाँनिर एकदमै इम्पोर्टेन्ट कुरा, अब हाम्रो स्वास्थ्य मन्त्रीको सल्लाहकारज्यूले पनि स्वास्थ्य बिमा लिनुभएको छैन भन्दाखेरि बडो विडम्बनाको कुरा छ यो। मैले यहाँ के भन्न खोजेको भने हाम्रो स्वास्थ्य बिमा ऐनले स्पष्ट रूपले यसलाई अनिवार्य भनेको छ। प्रत्येक नागरिकले स्वास्थ्य बिमा लिनपर्छ। अब हामीले के भन्यौँ भन्दा स्वास्थ्य चाहिँ राज्यको दायित्व भन्यौँ, तर स्वास्थ्य बिमा कार्यक्रम चाहिँ साझा दायित्व हो। सरकार र नागरिकको साझेदारी दायित्वको विषय हो यो। कसरी भन्दाखेरि स्वास्थ्य बिमाको लागि नागरिकले केही प्रिमियम तिर्छन् र त्यो प्रिमियम कलेक्सन, अघि कुरा आयो नि होइन, 100 जनाले तिरेको पैसाबाट कलेक्टेड भएको फन्डबाट केही 10 जनाले ट्रिटमेन्ट पाउने हो जसलाई आवश्यक छ। तर अहिले के भयो, जसलाई एकदमै आवश्यक छ, जो एकदमै विपन्न हुनुहुन्छ, तिर्न सक्नुहुन्न, उहाँको लागि 1 लाख रुपियाँ पनि ओहो एउटा भन्नुहुन्छ, एउटा भनौँ त्यो बेला उपचारको लागि एउटा देवता समान फिल हुन्छ उसलाई होइन, त्यो व्यक्तिहरूले मात्र स्वास्थ्य बिमा लिइदियो र के भयो भन्दा हाम्रो स्वास्थ्य बिमा कार्यक्रम ड्रेन्ड भयो। एकदमै धान्नै नसक्ने उसले भार चाहिँ धान्नुपर्ने अवस्थामा पुग्यो। अब यहाँनिर तपाईँ हामी जो हामी अप्पर मिडल क्लास प्रतिनिधित्व गर्छौँ अथवा अप्पर क्लास प्रतिनिधित्व गर्छौँ, हामीले स्वास्थ्य बिमालाई कहिले पनि आफ्नो दायित्व पनि सोचेनौँ र आफ्नो सेवाको एउटा आधार पनि मानेनौँ र हामीले स्वास्थ्य बिमा लिएनौँ। त्यसैले स्वास्थ्य बिमा फेल हुँदै गर्दा अथवा आजको दिनमा धराशायी बन्दै गर्दा, बिमार हुँदै गर्दा यो नेपाल सरकारको कारणले मात्र होइन, यो तपाईँ हामीले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नभइदिनाले पनि यो धराशायी बन्दै गएको छ भन्ने कुरा म मनन गराउन चाहन्छु। यो कुरा चाहिँ नेपाल सरकारले, हामीले, तपाईँ हामी जनप्रतिनिधिले पनि हरेक नागरिकलाई बुझाउन जरुरी छ। उसले स्वास्थ्य बिमा कार्यक्रम लिँदै गर्दा उसले एक व्यक्तिले तिरेको 35 रुपियाँको कलेक्सनले कसैले 1 लाख रुपियाँको सुविधा पाइरहेको छ, जीवन बाँचिरहेको छ भन्ने कुरा चाहिँ तपाईँ हामी सबैले मनन गर्न जरुरी छ। अर्को कन्फिडेन्सको कुरा आयो। आज स्वास्थ्य बिमा कार्यक्रमप्रति आम नागरिकको कन्फिडेन्स किन लुज हुँदै गइरहेको छ, किन ट्रस्ट चाहिँ लुज हुँदै गइरहेछ, विश्वास किन झर्दै गइरहेको छ, भनौँ न अविश्वासतिर गइरहेको छ भन्ने कुरा एकदमै इम्पोर्टेन्ट छ। अघि सेकेन्ड क्लास जस्तो ट्रिटमेन्ट हुने होइन, स्वास्थ्य बिमा भनौँ न स्वास्थ्य बिमा कार्यक्रम सेवा दिइरहेका अस्पतालहरूमा लाइन बस्दै गर्दा ल ल ल स्वास्थ्य बिमा कसले लिनुभएको छ र कार्ड लिएर अगाडि तपाईँहरू आउनुहोस् त, पहिला चाहिँ तपाईँहरूको उपचार सुरु गरौँ मात्र भनिदिने हो भने मोटिभेसन फिल हुन्छ नि। तर के हुन्छ, उनीहरू लाइनमा सबैभन्दा पछाडि बस्नुपर्ने, औषधि नपाउने, उपचार नहुने, तपाईँको उपचार त्यसमा पर्दैन भनिदिने होइन। यस्ता किसिमका विभिन्न विषयमा अघि हामी छलफलै गरिसक्यौँ, अब हामी यसमा नै काम गर्नेछौँ भन्न चाहन्छु। कन्फिडेन्स नट ओन्ली अफ द पिपल बट अल्सो अफ द हस्पिटल्स। इभन हस्पिटल्सहरूले चाहिँ स्वास्थ्य बिमा कार्यक्रमप्रतिको कन्फिडेन्स लुज गरेर नलिने भनेर होइन, त्यो कार्यक्रमबाट चाहिँ डिसोसिएट भइराख्नु भएको छ भनेको एकदमै सेन्सिटिभ कुरा हो कि। आज हामीले यति धेरै यहाँहरूको अमूल्य समय किन पनि माग गरेर यो छलफल चलाइरहेको छु भने दिस इज भेरी भेरी इम्पोर्टेन्ट। स्वास्थ्य क्षेत्रको लाइफ लाइन कार्यक्रमै स्वास्थ्य बिमा कार्यक्रम हो।